घडीमा पनि 12:30 भइसकेको छ है। प्रशान्त तामाङ बितेर जानुभयो होइन। तर मलाई एउटा मोमेन्ट सेयर गर्नु मन पऱ्यो मेरो चाइल्डहुडको। लाइक आई वाज इन क्लास 2 होला सायद होइन। क्लास 2 या 1मा थिएँ, 2तिर थिएँ म, क्लास 2तिर होइन। अन्त त्यति बेला चाहिँ मेरो गाउँमा लाइट हुन्थेन नि त। अन्त सबैले भन्थ्यो प्रशान्त तामाङ इन्डियन आइडलमा गएको छ अरे भनेर होइन। अब गाउँमा लाइटै थिएन, टिभी हुने कुरै छैन होइन। मेरो गाउँमा टिभी भए पनि ब्ल्याक एन्ड व्हाइट टिभीहरू हुन्थ्यो, त्यो ब्याट्रीमा चार्ज गर्नु पर्थ्यो नि, अत्रो खालको ब्याट्री हुन्थ्यो। चेपर यसरी हालेपछि चाहिँ त्यसबाट करेन्ट जान्थ्यो नि त। अन्त मैले कुनै यो न्यारेट गरेको स्टोरी होइन, जस्ट मलाई क्यामेरा खोलेर तपाईँहरूको अगाडि सेयर गर्नु मन पऱ्यो होइन। त्यो टाइमको मोमेन्ट होइन, त्यो टाइमको मेमोरिज आई वान्ट टु रिकल होइन। आई वाज किड होइन, म सानो थिएँ। अनि त्यति बेला चाहिँ त्यो प्रशान्त तामाङ आम्बो दार्जिलिङबाट पुलिस अरे होइन, इन्डियन आइडलमा गएको छ, सबले सपोर्ट गर्दैछ भन्ने क्रेज थियो क्या। न त्यति बेला फेसबुक युट्युब अब अत्तो थिएन हामीलाई त्यस्तो कुरा। अब जावा फोनहरू थियो होला सायद, आई डोन्ट नो। मेरो घरमा त त्यति बेला फोन पनि थिएन, टिभीको त कुरै छोड्ने, लाइटै थिएन मेरो गाउँमा होइन त्यति बेला। अन्त मेरो चाहिँ तल्लो गाउँ पर्छ गाउँ होइन। अनि तल्लो गाउँको त अब रोडै रोड छ नि त जे भए पनि। अन्त म चाहिँ रोडमा चाहिँ सानै 7-8 वर्षको थिएँ त्यति बेला। गोरु चराउँथ्यो हुन्छ नि, गोरु, सानो बाछा गोरुहरू 40 किलोहरूसम्म, अब 30-40 कतिको थियो। म चाहिँ गोरु चराउँदै यसरी पढ्दै हिँड्थेँ होइन, बाटो सन्डेको बिहानै। अनि मान्छेहरू चाहिँ नि प्रशान्त तामाङको सो हेर्नु, लाइक मतलब सोनी च्यानल केमा आउँथ्यो आई डोन्ट नो। प्रशान्त तामाङ भनेपछि चाहिँ मेरो गाउँमा लाइट थिएन, अर्को गाउँमा लाइट थियो। त्यो गाउँमा पनि पर्मानेन्ट लाइट होइन, कहीँबाट बजारबाट तानेर ल्याएको हुन्छ नि तारबाट, त्यस्तो लाइट। त्यसरी चाहिँ त्यो गाउँमा चाहिँ केबल टिभीमा अब हेर्थ्यो होइन। अन्त मेरो गाउँको मान्छेहरू केबल टिभी के थियो आई डोन्ट नो, म हेरिनँ पनि कहिले सो। तर मलाई त्यति बेलाको मोमेन्ट सेयर गर्नु मन पऱ्यो। गाउँको अब मभन्दा ठुल्ठुलो दाजु दिदीहरू सबै राति नै जान्थ्यो, कति राति खाना खाएर 6-7 बजी हिँडिहाल्थ्यो सायद होइन। अनि भोटिङहरू गर्नुपर्छ भन्थ्यो, के भन्थ्यो होइन। अनि भोलिपल्ट बिहान मात्रै आउँथ्यो कि त 1-2 बजी रातिको कति बजी आउँथ्यो। अनि कोही बेला चाहिँ उनीहरू बिहानको 3 बजीहरू पनि फर्किएको जस्तो लाग्छ होइन। कोही बेला दिउँसोको बिहान 9 बजी 11 बजीहरू म गोरुहरू चराउँदा फर्किरहेको हुन्थ्यो। कोही बेला 3 बजीहरू, सायद त्यो बेलुका लाइभ भयो, भोलिपल्ट चाहिँ सायद अब त्यो अर्को सो हाइलाइट्सहरू सो देखाउँछ होइन, कम्ती त्यो हेर्थ्यो होला भन्दा। अब त्यति बेला त अब प्रशान्त तामाङ भन्ने चाहिँ अब कस्तो चिज हो भन्दाखेरि चाहिँ, त्यति बेला चाहिँ हाम्रो गाउँघरमा जब लाइट थिएन होइन, त्यति बेला पनि त्यस्तो डरलाग्दो अब क्रेज भएको मान्छे हुन्छ नि, नेपालीको नाक राख्यो, प्राइड अफ गोर्खास होइन। अब नेपालीले अब त्यस्तो ठुलो इन्डियन आइडल सो जित्नु, त्यो पनि अब कहाँ हुन्थ्यो त्यति बेला, दिल्ली मुम्बई कता आई गेस मुम्बई होला। मैले अब तपाईँहरूलाई किन यो स्टोरी सेयर गर्दैछु भने चाहिँ एक्ज्याक्टली मलाई त्यति बेला मुम्बईमा भएको थियो, दिल्लीमा मलाई केही थाहा छैन, किनकि म 7-8 वर्षको थिएँ। र म अहिले गुगल गरेर पनि बताउँदिनँ, किनकि गुगल गरेँ भने त फेरि अब स्टोरी मैले त्यो न्यारेट गरेर भनेको जस्तो हुन्छ नि त। सो मलाई थाहा छैन त्यति बेला कहाँ भएको थियो पनि होइन। अन्त सिजन 3 होइन, अन्त प्रशान्त तामाङ भएको थियो। अन्त केटाकेटी हुँदाखेरि अन्त अब गाउँतिर होइन, अन्त धेरै चिनजान मान्छेहरू पनि होइन। त्यतिदेखि बादमा धेरैजना मान्छेहरू जन्मियो होइन। अन्त धेरैको मान्छेको नामहरू क्या प्रशान्त थियो। अब प्रशान्त त्योभन्दा अगाडि पनि थियो, तर अब त्यहाँदेखि यता हुन्छ नि मान्छेहरूले नाम पनि प्रशान्त राख्न थाल्यो। अन्त हाम्रो माथि मञ्चङतिर पनि आएको थियो भन्छ प्रशान्त तामाङ होइन। अब हामी त केटाकेटी जानु दिन्थेन। अन्त मान्छेहरूले अब उसको अब हाततिर छातीतिर हुन्छ नि अब नामहरू, उसको अब अटोग्राफ लिन्थ्यो क्या। त्यति बेला अब क्रेजै अर्कै थियो, दुनियाँ अर्को थियो होइन। लाइक अब त्यस्तो बुढो मान्छे त भएको थिएन होइन, 40sमा हुनुहुन्थेछ उहाँ होइन, बित्नुभयो। तर अब हुन्छ नि ला के बित्यो जस्तो, किनकि अब प्रशान्त तामाङलाई जतिको सपोर्ट त सायद अब कसैले पनि गरेको छैन होइन। फ्युचरमा पनि गर्दैन होला हाम्रो पहाडको जनताले त्यत्तिको डरलाग्दो सपोर्ट चाहिँ होइन। अन्त त्यही कारण चाहिँ त्यति बेला चाहिँ म किड थिएँ, क्लास 1, 2, 3तिर। सो मलाई त्यो स्टोरी सेयर गर्नु मन पऱ्यो। हुन्छ नि अब अहिले जाडो छ, अन्त अब जाडोको महिनामा बित्यो होइन, सबैजना मान्छेहरू आएर म हेर्दैछु, अन्त सोसियल मिडियाभरि पोस्टै पोस्ट छ होइन सबैजनाले। तर मेरो टाइममा चाहिँ प्रशान्त तामाङ भन्ने चाहिँ अब चिज त्यस्तो थियो, किनकि 2007-08को कुरा होइन, त्यतिको क्रेज थियो प्रशान्त तामाङको होइन।
र त्यस्तो थियो भनेर जस्ट मैले अब त्यो मोमेन्ट रिकल गरेर तपाईँहरूसँग सेयर गर्नु चाहेको हो। तपाईँहरूकोमा पनि सायद त्यस्तै थियो होला, किनकि उसको बादमा धेरै मुभीहरू आएको थियो होइन, र हाम्रो माथि माथि गाउँतिर पनि सुट भएको थिएछ। तर मैले उहाँलाई कहिले पनि रियल लाइफमा भेट्नु त पाइनँ होइन। तर आई नो त्यो टाइमको क्रेज होइन, किनकि म किड थिएँ। मैले गोरु चराउँदै गर्दा मान्छेहरू प्रशान्त तामाङको त्यो अब गीत गाएको हेर्नु आउनु जानु, भोटको लागि मान्छेहरू यताउता कुदेको, आम्माम यति साह्रो सबले आफ्नै घरको मान्छे जस्तो गरेर सपोर्ट गरेको थियो नि त त्यति बेला प्रशान्त तामाङलाई। सो त्यो दिनहरू मलाई याद छ। प्रशान्त तामाङ भन्ने नाम एउटा क्या अब लेजेन्ड नाम बसेर गयो। र त्यही मोमेन्ट जस्ट तपाईँहरूलाई मैले सेयर गर्न खोजेको। जतिजनाले यहाँसम्म सुनिदिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद। र बोल्नमा केही गल्ती भए माफ चाहन्छु। र सबैजनालाई टेक केयर, स्टे ह्याप्पी होइन, एन्ड स्टे पोजिटिभ होइन। अब लेट्स बी युनाइटेड होइन। हाम्रो गोर्खालाई युनाइटेड गर्नुभएको थियो होइन प्रशान्त तामाङले, त्यस्तै हामी गोर्खाज युनाइटेड रहौँ होइन, हामी नेपालीहरू सधैँभरि। म त्यति नै भन्न चाहन्छु। धन्यवाद।